रिम्बा बुनुलाई पनि देऊ सानो रिम्बा बुनुलाई देऊ वाउ मुखमा खो गर्छ मुखमा खो रिम्बा बुनुको मुखमा खो बुनुलाई चाहिँ खुवाउ न सानो बुनुलाई गराउ न तिमीले चाहिँ खुवाउ न वाउ बुनुले खायो सानो हेर त कति मजाले खायो अर्को खुवाउ फेरि अर्को दिनु अर्को दिनु सानो बुनुलाई गर्यो बुनुले गर्यो खुवाउनु त रिम्बा बुनुलाई छिट्यो नटिप्ने जाऊ भन चाहिएन भने त्यस्तो खसिहाल्ला बुनुलाई खुवाउ रिम्बा बुनुलाई रिम्बा बुनु गर्यो ओ सानी रिम्बा बुनुले गर्यो रिम्बा बुनु ल चुप्पा गर बुनुलाई ए सानी ए यता ए फुला ए ओ बुनु रोयो चुप्पा गर माया गर पापाले किन जा ल बुनुलाई पनि खुवाउनु ल बुनुलाई दिनु सबै वाउ वाउ मेरो गोजीमा छ मेरो छोरा आफ्नै छ भन मसँग गोजीमा छ भन ल बुनुलाई दिनु अरू चाहिँ ल बुनु लिनु भन गोजीमा अकोमा हाल ल रिम्बा बुनुसँग सानी ल यो 2082 साल फागुन 15 गते शुक्रबार उबु मानेन्ज्याङ 3 मा सिखाइमा र सानी चाहिँ एउटा सानुसको बुनु रिम्बा बुनुसँग खेलिरहेको छ आज शुक्रबार अब चुनाव आउन ठ्याक्कै 6 दिन बाँकी छ प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 आउन ठ्याक्कै 6 दिन छ अर्को हप्ता बिहिबार नेपालमा ठिक 7 बजे चुनाव हुनेछ र यतिखेर चाहिँ यो सानी र एउटा बुनो रिम्बा बीच भेट भएर यो पछिसम्म रहने एउटा भिडियो यहाँ खिचिएको छ यो भिडियो चाहिँ हाम्रो सरामसिका राज्यलक्ष्मी राईको युट्युब च्यानलबाट हेर्न सकिनेछ आयो एकदम भाइरल छ उसको आफ्नै च्यानल 300 वटा भिडियो भइसक्यो जन्मिनु भन्दा उसको सबै एक्टिभिटिजहरू खोप खाएको कहाँ गएको कहाँ खेलेको बर्थडे मनाएको लाइफ हिस्ट्री सबै पाउने रहेछ भाग्यमानी त्यही खै मोबाइल चल्दैन डाटा भाग्यमानी मान्छेले जन्माएको भाग्यमानी त्यस्तो त होइन ल तर एउटा उसको हिस्ट्री चाहिँ बनाइदिएको भिडियो हिस्ट्री हो त्यही कुरा त भनेको छ उसले 15 वर्षमा हस्तान्तरण गर्ने हामी भनेको कहिले जन्मेको भने थाहा त छैन म कुन दिन जन्मे त्यो त्यसै जन्म दर्ता राखेको डेट होइन त्यही भएर घडी पलै थाहा छैन त्यही भएर हामीले त्यो क्रिएट गर्ने भाग्यमानी ल पारी चाहिँ यो कोल्टार हो माथि अलिकति तल यो पेकु हो अनि अलिकति तल उदयपुर अनि माने भन्ज्याङ यता चाहिँ खानु दुईटैजनाले कुपु गर्दै खानु है खाऊ बसी गर ल बुनुलाई पनि खुवाउ सानो यस्तो छ नि के भने नि अहिलेको खाऊ सानो